हेलो एभ्रिवान स्पेसली हाम्रो पर्फर्मर्सहरू हाम्रो वेडनेसडे ओपन माइकको फर्म चाहिँ हामीले मन्डे 6 PM मा खोल्ने गरेका छौँ र फर्ममा चाहिँ 10 स्लट्स इच विक र फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा छ। तर रिसेन्ट टाइम्समा चाहिँ विदिन 2-3 मिनट्समा नै सबै फर्म फिलअप हुने। लास्ट विक त 35 सेकेन्डमा चाहिँ सबै फिलअप भइसकेको थियो र जो पर्फर्मर्सहरूले चाहिँ फर्म भर्न खोज्नु भएको छ र पाउनु भएन उहाँले चाहिँ मलाई मेसेज पठाउनुहुन्छ होइन। यति छिटो गर्दा पनि पाएनौँ, 2-3 विक्सदेखि ट्राई गरेको त्यही पनि पाएनौँ। त्यही भएर चाहिँ आज यो भिडियो चाहिँ त्यो रिलेटेड हो। र हाम्रो फर्मको कुरा गर्नुपर्दा चाहिँ हामीले चाहिँ एक्ज्याक्ट मन्डे 6 PM मा चाहिँ भाइबर र वाट्सएपबाट लिङ्क सेन्ड गर्छौँ र लिङ्क चाहिँ जहिले पनि सेम हुन्छ। र त्यही भएर म तपाईँहरूलाई चाहिँ एउटा फर्स्ट के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ त्यो युआरएल चाहिँ पहिला नै 2-3 मिनट्स अगाडि नै खोलेर राख्नुहोस्। जस्तै वेबसाइटको जहिले पनि दुईवटा लोड टाइम हुन्छ, एउटा चाहिँ फर्स्ट लोड, एउटा चाहिँ रिलोड टाइम हुन्छ। जस्तै फर्स्ट लोड टाइम चाहिँ जहिले पनि हायर हुन्छ, किन भन्दाखेरि चाहिँ फर्स्ट लोडमा चाहिँ ब्राउजरले जहिले पनि फ्रेस जाभास्क्रिप्ट CSS फाइल्स इमेजेसहरू त्यो रिसोर्सहरू चाहिँ डाउनलोड गर्छ। तर सेकेन्ड लोडमा चाहिँ उसले पुरानै लोड भइसकेको जाभास्क्रिप्ट CSS फाइल्सहरू चाहिँ सर्भ गर्ने भएको हुनाले चाहिँ रिलोड चाहिँ फास्टर हुन्छ। त्यही भएर चाहिँ बिफोर 6 PM मा नै अगाडि ओपन माइकको त्यो युआरएलबाट पेज लोड गर्नुहोस् होइन। त्यसपछि 6 PM मा लोड हुँदाखेरि चाहिँ यति मात्रै मेसेज आएको हुन्छ, फर्म ओपन्स अन मन्डे 6 PM भनेर होइन। त्यो भयो र ठ्याक्कै एक्ज्याक्ट 6 मा चाहिँ तपाईँले रिफ्रेस गर्नुभयो भने चाहिँ तपाईँले फर्म देख्नुहुन्छ। र यो फर्ममा हामीले के गरेका छौँ भन्दाखेरि चाहिँ पुरानो जसले पनि भरेको हुन्छ उनीहरूकोमा चाहिँ एउटा अटोफिल आइदिन्छ नि त, त्यसले गर्दा उनीहरूलाई सजिलो हुन सक्छ। त्यसले गर्दा उहाँहरूलाई चाहिँ एउटा एडभान्टेज नहोस्, त्यस खालको एडभान्टेज नहोस् भनेर चाहिँ हामीले चाहिँ यो अटोफिल नै हटाएको छौँ यसमा है। त्यो भयो एउटा। अनि अर्को कुरा चाहिँ तपाईँको नेम, अभियसली हामीले आफ्नो नेम त जहिले पनि फास्ट टाइप गरिहाल्छ होइन। नेम फास्ट टाइप गर्नुहोस् होइन। त्यसपछि इमेल चाहिँ पहिल्यै कपी पेस्ट गरेर राख्नुहोस्। त्यसले गर्दाखेरि त किनकि इमेल टाइप गर्नलाई धेरै टाइम लाग्ने हुन्छ होइन। त्यही इमेल चाहिँ पहिल्यै कपी पेस्ट गरेर राख्नुहोस्। त्यसपछि नम्बर पनि हामीलाई कन्फ नै हुन्छ। त्यसपछि तपाईँको पर्फर्मिङ आर्ट चुज गर्नुहोस् अनि रजिस्टर गर्नुभयो भने सबमिसन भइहाल्छ। र युजुअली फर्स्ट सबमिसन हामीलाई 18 सेकेन्ड्सभित्र आएको हुन्छ क्या। र यदि तपाईँले इमेल कपी पेस्ट गर्नुभएको छ, पहिले रिलोड गर्नुभएको छ नि त्योभन्दा अगाडि पर्न चाहिँ अभियसली सक्नुहुन्छ। यसले गर्दा चाहिँ यो गर्न सकिन्छ।